हेलो, हाई, नमस्ते सबैजनालाई अनि तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। यो मैले देखाइरहेको ब्याग चाहिँ मैले अनलाइनमा हेरेर बनाएको हो। तपाईँहरूलाई कस्तो लाग्छ, राम्रो लाग्यो, नराम्रो लाग्यो कमेन्ट गरिदिनु होला। मलाई पहिला कुरुस चलाउन चाहिँ आउँथ्यो अलिअलि, यसो झोलाहरू बनाउँथेँ। हाम्रो राईको झोलाहरू जस बोकिन्छ नि साइडमा, त्यो झोलाहरू चाहिँ मैले बनाउँथेँ। यो चाहिँ मैले बनाएको थिइनँ अनि स्क्यापहरू बनाउँथेँ अलिअलि। त्यही भएर मैले पनि यसो हेरेर बनाएको। तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला। राम्रो लाग्यो कि राम्रो भएन कि है, हजुरहरूले राम्रो मानिदिनु होला। सिकेको सिकौरी हो होइन, भर्खर भर्खर अनि टाइम पास हो। अब अहिले यो मैले देखाइरहेको झोला चाहिँ हाम्रो राई हो। राईले अब राई लिम्बू प्रायः सबैले बोक्छ, ड्रेसमा लाउँछ होइन। अब फाइनली म चाहिँ अब साकेलामा लगाउँदैछु, तपाईँहरूले हेरिदिनु होला।